सभापति रवि लामिछाने निक्लेपछि मात्रै त सबै कैदीहरू भागेको, कैदीले भागेका मात्र होइनन्, जन्म कैद भोगेका व्यक्तिहरूले पूर्ण गएर आफ्नै श्रीमतीको हत्या समेत गरेको छ। यसको जिम्मा कसले लिन्छ? यो सरकार लिन्छ। हतियार बुझाएर जनता मारेर हतियार जनताको संरक्षण गर्न सक्ने हतियार बुझाएर पुलिस प्रशासन होइन? यो देशको पुलिस होइन? तेरो सभापतिले लैजा भन्ने यही प्रशासन होइन? अनि मेरो सभापति निस्किनुभन्दा पहिला कति चाहिँ गरेको थिएँ? आज रवि लामिछाने तपाईँहरूले सोधेकै प्रश्नको ठ्याक्कै म एक्ज्याक्ट पोइन्टमा आएँ। यदि रवि लामिछानेले कारागारबाट कैदीहरू भगाउँथ्यो भने सम्पूर्ण मलाई कागज फाइल ल्याऊ, मलाई यो डकुमेन्ट ल्याऊ, डकुमेन्ट बिना निस्किन्न भनेर बस्दै गर्दा मेरो सभापतिलाई त्यहाँ त मार्ने तात्पर्य थियो। मेरो सभापतिलाई त्यहाँ लगेर चाहिँ त्यहाँ कुनै कारणवश बाहिर निस्किँदैमा मार्ने भइसकेपछि पटक पटक हिजो पनि हाम्रो सरले प्रवक्ता मनिष सरले भनिसक्नुभयो, उहाँले के भन्नु भनेकै शब्दले तपाईँ भन्नु सभापतिलाई लैजानुहोस्, हामी सुरक्षा दिन सक्दैनौँ, सुरक्षाको थ्रेट आइसक्यो, जोगाउनु पर्यो, हामीले लैजानुहोस् भनेर भन्दै गर्दा पनि बिना पेपर त हामीले लिएर आएको त होइन। निस्केर गएर कसैले हत्या गर्छ, यस्तै हत्याराले पालेका संरक्षकले गरेर हत्या गर्यो, यिनकै संरक्षकले हो। सर्वोच्च अदालतको फाइल रवि लामिछाने जसले अरू सबै किन चले। तपाईँहरूले प्रश्न के गर्नु सक्नु? पुरानो गएर हस्पिटलको बेडमा गएर आर्जु मारनलाई सोध्नु न। होइन, तपाईँहरूलाई एउटा के बुद्धिजीवीले के खालका प्रश्न गर्छन् भने एउटा समाजमा नकारात्मक छवि बनाएका व्यक्ति दीपक मन्नाङे जति पनि रासपाका सभापति रवि लामिछानेको चेतना रहेनछ। उनी भित्रै बसे तर रवि लामिछाने भागेर हिँडे भन्ने के नखु जेलमा चाहिँ के अरे चाहिँ यहाँ दिल्ली बजार जेलमा चाहिँ कहीँ आगो लागेको थियो? नखु जेलमा आगो लागिसकेको थियो। हामी आगो लगाइसकेर के यिनको नियत भनेको रवि लामिछानेलाई जलाउने हो? यिनको नियत रवि लामिछानेलाई जलाउनु थियो। दीपक मनाङे, रवि लामिछाने दीपक मनाङे चाहिँ खुकुरी चलाएर गएको मान्छे हो। निकाला प्रमाण थुन, आजीवन लर थुन भनिरहेको छु मैले, बार बार तपाईँहरूको सामने भनेको छु। क्या होइन, मकै बेचेको जनताको पैसा लुटेका हो भनिरहेका छन्। मकै बेचे पैसा कहाँ छ? बुढा नीलकण्ठ देख्नु भएन? तपाईँले बुढा नीलकण्ठ देख्नु भएन? मकै बेचे पैसा कहाँ छ? के अरे चाहिँ खुमलटार देख्नु भएन? सुनको हात्ती देख्नु भएन तपाईँले? कहाँ छ पैसा? अनि रवि लामिछानेले जसको नाममा सहकारी, को नाममा सह नभए मान्छेले मकै बेचे पैसा कहाँले खाए त? आज पाए त यी मकै बेच्नेले पैसा? मकै बेच्नेले पैसा त हिजो तपाईँहरूले अर्थात् राजसपाले सरकार चलाउँदा पनि त पाएनन् नि, त्यो प्रश्न पनि त गर्नुपर्ने होला। तपाईँ एउटा कुरो के सोच्नुहोस् भने राजसपालाई 100 दिनमा 99 दिन बोल्न दिएन, 1 दिन 9 मिनट बोल्न दिएन हाम्रो सभापति। तपाईँकै सभापतिले भन्नुभयो होइन 100 दिन मलाई देश चलाउन देऊ भनेर? बोल्न दियो कि दिएन? 1 दिन काम गर्न दियो कि दिएन? आज हामी कसैलाई कुर्सी नउठाइकन हात बाँधेर संसद अवरोध गर्दै गर्दा त यहाँ विध्वंस मट्टायो राजसभाको नाटक भने तिनका चाहिँ कुर्सी हान्या भए प्रमाण खोस्टो भन्दै गर्ने, खोस्टो लिएर आउने मान्छे आज 4 पल्ट मुडेर सम्पत्ति कति रहेछ भनेर एउटा काङ्ग्रेसको महामन्त्री जस्तो मान्छेले उहाँले चाहिँ किन भन्न सक्नु भएन? मेरो सभापतिको पैसा यति रहेछ हेर यसलाई तत्काल समात भनेर गगन थापाजीले विश्व प्रकाशजीले किन भन्न सक्नु भएन?